काठमाडौँ महानगरपालिकाले अहिले शहरलाई उज्यालो बनाउन करिब 1 अरब रुपियाँ बराबरको लागतमा हाईमास्ट र सड़क बत्ती जडान कार्य गरिरहेको छ। यसमध्ये 62 वटा चोकमा हाईमास्ट जडान कार्य सकिएको छ। 62 वटा चोक मध्ये 21 वटा चोकमा 12.5 मिटरका पोलमा 6 वटा बत्ती जडान गरिएका छन्। 41 वटा चोकमा 16 मिटर अग्ला पोलमा 8 वटा बत्ती राखिएका छन्। यी बत्तीहरू 1000 वाट क्षमताका छन्। सफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरू आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ। यस कामको लागत 9 करोड 79 लाख रुपैयाँ हो। सार्वजनिक खरिद प्रक्रियाबाट 9 करोड 85 लाख 22 हजार 144 रुपैयाँमा यो काम सम्पन्न भएको हो। यसपछि रातको समयमा चोकहरूमा यातायात तथा मानवीय आवागमन सहज हुनेछ। शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम हुनेछ। स्रोत साधन र प्रविधिको उच्चतम प्रयोग गर्दै महानगरपालिकाले सड़क बत्तीको गुणस्तर कायम गराउन, रात्रिकालीन शहरी सौन्दर्यलाई एकनासको बनाउन 5318 वटा पोलमा 13340 वटा बत्ती राख्दैछ। यो काम अहिले सार्वजनिक खरिद प्रक्रियामा छ। यसका लागि 2082 असोज 12 गते सार्वजनिक सूचना प्रकाशित भएको छ। काठमाडौँको भौगोलिक क्षेत्रलाई 4 भागमा विभाजन गरेर काम गर्ने योजना अनुरूप 4 वटै प्याकेजमा प्रक्रिया अगाडि बढेको हो।